चाहिँ घुमी डाँडा आएको। ओहो हेरौँ त मेरो पछाडि हिमाल। ट्याक्कै इन्जोय हान्ने त भ्यू है। भर्खर उस लाग्यो नि। ओहो हेरौँ त हिमाल घाम यहीँ लाग्यो जस्तो देखियो। त्यो बाटो उठे जानुपर्छ। ल घाम त ट्याक्क लाग्यो है त। आमामा त्यो डाँडामा पुग्नुपर्छ हामी। देख्यो भने त्यहाँ माथि डाँडा, त्यो डाँडामा पुग्नुपर्छ है त हामी चाहिँ। ल त्यहाँ तल पुगेर जरामा पुगेर फेरि उकालो चढ्नुपर्छ है त। यहाँ माथि जानुपर्छ है यो ठाउँमा। यहाँ पुग्नुपर्छ यार। यहाँ ओह्रालो भएर आज बेलुका सुटाइ चाहिँ खत्रै होला जस्तो छ है त। 60 यार ओह्रालो गएर फेरि उकालो। ओहो के हेरौँ त पानी परेर चाहिँ यस्तो ओह्रालो झरेर फेरि उकालो छ। हिजोतिर परेर चाहिँ क्या हो यो। अहिले त सब भिलिसकेको छ। बाटो चिल्लो छ। हिउँ परेपछि त लास्टै गाह्रो हुन्छ होला यतातिर हिँड्दा त यार। त्यहाँ अलिअलि हल्का हल्का देखियो हिउँ यतातिर। ओहो डरो उकालो यिनी भइयो। हेरौँ त अन्त फेरि उकालो सिडी त। ओहो त्यहाँ हेरौँ त रनिङ हान्दै गएको यो मान्छे डरो दौड्यो है त। यत्तिको चाहिँ हुनु पऱ्यो है ट्रेकिङ आइस। यत्तिको चाहिँ हुनु पऱ्यो। ओह्रालो हिँड्नु चाहिँ झन् गाह्रो हुँदैछ यार। त्यही माथि चिप्लो छ बाटो। ओह्रालो हिँड्दा गाह्रो हुँदैछ उकालो चढ्नु। ओहो अब चाहिँ उकालो सुरु भयो त। आम्मा ल अब अरू चाहिँ माथि नै गएपछि भेटौँला ल। ए बाबा आउला भन्न सक्यो होला भने फेरि उकालो झन् पर्यो। कान बुलोट भयो यसले। एउटा यहाँ आउला नि भने अब त आयो होला फेरि। ल अब चाहिँ आइपुग्नै
लाग्यो है अब त आइसक्यो त के भन्न चाहनुहुन्छ त नि ल एक दुई एउटा सनिल मगर सन्जुक जाति नआउने केटाहरूलाई हामी आएर यसो रिग्रेट फिल नहोस् त्यही हो अब आइयो अझै छ निकै आधी बाटो यस्तो देखियो होइन भ्यू आमामा यस्तो भ्यू त्यो चेरमा त मिस हानिहाल्यो नि केटाहरूले थगाइ चाहिँ औटा हिँडाइ चाहिँ डह्रो हिँडाइ भयो होइन अलि हाम्रो केटा चाहिँ अलि जस्तै उ भयो क्या अझै नि आएन अल्छी लस्ते केटाहरूलाई चाहिँ डह्रो थगाइला यस्तो एउटा पुच्चे भयो अब यहाँ बल्ल यहाँ उडेछ बल्ल यो पुच्चे भाइ यहाँबाट यहीँ आउनु अब त्यसलाई अलिक गर्न लाग्थ्यो यहाँ माथि आउनु अरू हाम्रो गाइजहरू त यहाँ छ एउटा यतातिर कता यहाँबाट आएको योबाट यहाँबाट आइयो अहिले चाहिँ उकालो यत्रो हिँडा त कस्तो हिँडा त नजिकै जस्तो देखिन्थ्यो होइन हिँडा त एकछिनमै पुगेला जस्तो लाग्यो तर डह्रो टाइम लाग्ने रहेछ हिउँ होला नि हिजो अस्ति परेको थियो अरे कि डह्रो सुत्तिने भयो आज त आँखा चिम्न जाँदा यत्तिकै डह्रो हिँडाइ कतिको हुन्छ भन्ने कुरा नि फर्किने बेला उकालो त आइ नै भएको रे ल अब हामी चाहिँ यसो माछा साछा टक्क खाएर अनि यहाँदेखि बल्ल उकालो भ्यू हेर्नु बाबु भ्यू उता हेर्नु बाटो आहा यार बानेको रे एक घन्टा के सानो हाले जस्तो लाग्थ्यो त निकाल न माछा निकाल न माछा ओहो त्यहाँ बाटो हेर त यता चाहिँ बाबु यार हेभन यस अब गाइजहरू अब यस्तो आउनु पऱ्यो बादलको माथि डाँडा काँडा ल हेक्क भ्यू चाहिँ बवाल छ है त है हेक्क आइपुगिसक्यो त गाइजहरू आइपुगिसक्यो ल अब चाहिँ अरू माथि नै गएपछि भेटौँला त है ल हामी चाहिँ फाइनल्ली आइयो त यहाँ भन्दा माथि चाहिँ छैन ठ्याक्क होटेलमा जान्छ म होटेलमा गएपछि अनि के हुन्छ त्यसपछि भेटौँला अहिले त गाइसक्यो है हाम्रो टक्क खानपिन भएर नि अब टक्क सुतिन्छ अनि भोलि बिहानै उठेर
भ्यू हेरिन्छ र आजलाई यति नै हस् त धन्यवाद गुड नाइट नमस्ते शुभरात्रि भन्नु